मिग्लाजुङ 3 लाङ्गाली आधारभूत विद्यालयका शिक्षिका श्री मरिसा बगरज्यूलाई पनि अगाडि आएर अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। म उहाँलाई पुनः फेरि केही समय पछाडि जोड्ने नै छु। म यहाँहरूमाझ अब छोटो शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म मिग्लाजुङ 3 लाङ्गाली आधारभूत विद्यालयका प्र श्री गङ्गामाया मगरज्यूलाई छोटो शुभकामना मन्तव्य राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद सञ्चालकज्यू। यस मिग्लाजुङ गाउँपालिका वडा नम्बर 2 बाट पाल्नुभएका सुनखरी युथ क्लबद्वारा आयोजित देउसी भैलो कार्यक्रमका सम्पूर्ण अतिथि वर्गहरूज्यू र विशेष यस देउसी भैलो कार्यक्रमलाई आमन्त्रित गरेर स्वीकारी दिनु आउनुभएका सम्पूर्ण आमा बाबु दाजुभाइ दिदीबहिनी तथा यस मिग्लाजुङ गाउँपालिका वडा नम्बर 3 नागीटोलका विभिन्न समाजसेवी बुद्धिजीवी राजनीति प्रतिनिधिज्यूहरूलाई विशेष धन्यवाद दिन चाहन्छु। र यस हाम्रो मिग्लाजुङ गाउँपालिका वडा नम्बर 3 नागी स्थितमा चाहिँ सुनखरी युथ क्लबद्वारा आयोजित देउसी भैलो कार्यक्रम हाम्रो जुन उहाँको निमन्त्रणा र यसको निम्तोलाई स्वीकारी आइदिनु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसरी नै उहाँहरूलाई यस हाम्रो गाउँ टोलमा आएर यसरी कार्यक्रम गरिरहँदा हामी अत्यन्तै खुसी छौँ। र आजको यो कार्यक्रम उहाँले एकदमै राम्रोसँग चाहिँ उहाँहरूको कार्यक्रम चाहिँ सफल रहोस् भन्ने म शुभकामना व्यक्त गर्दै मेरो भनाइलाई अन्त्य गर्न चाहन्छु। धन्यवाद। उहाँले आफ्नो छोटो मन्तव्य दिएर यहाँबाट गइसक्नु भएको छ। म यहाँहरूमा फेरि पनि अतिथिकै आसनकै कार्यक्रमलाई यहाँहरूमा जोड्न गइरहेको छु। मिग्लाजुङ 3 का महिला स्वास्थ्य सङ्घसेविका बिमला दर्लामी मगरज्यूलाई पनि अगाडि आएर अतिथिको आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण हाम्रो कलाकार मित्रहरूलाई तालीले उहाँलाई स्वागत गरिदिनुको लागि म अनुरोध गर्दै अब यहाँहरूमा हाम्रो अर्को प्रस्तुति हामी प्रस्तुत गर्न गइरहेका छौँ। हाम्रो अर्को प्रस्तुति रहेको छ कोदो फुले बारीमा गीतको बोलमा हाम्रो कलाकार मित्रहरू हुनुहुन्छ सजिन, श्याम, जुरन, साजन, पुष्पा, सुषमा, विमला र यमुना। हाम्रो कलाकार मित्रहरूलाई आफ्नो प्रस्तुतिको लागि अगाडि आइदिनुको लागि अनुरोध गर्दै हाम्रो प्राविधिक मित्रलाई गीत पनि तयारी अवस्थामा राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। लाइभ यो हो Chari
वर्ष र दिनको रमाइलो चाड गाउँघरमा आइपुग्यो नेपाली जनको महान पर्व आँगनमा आइपुग्यो
धन्यवाद हाम्रो कलाकार मित्रहरूलाई। प्रस्तुतिकै क्रममा अब यहाँहरूमा हाम्रो अर्को प्रस्तुति रहेको छ मोहनी लाग्ला गीतको बोलमा हाम्रो कलाकारहरू हुनुहुन्छ पुष्पा र मदन। यहाँहरूलाई आफ्नो प्रस्तुतिको लागि अगाडि आइदिनुको लागि म अनुरोध गर्दै प्राविधिक मित्रलाई गीत पनि तयारी अवस्थामा राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। मोहनी लाग्ला है लागेपछि फुकाउन तु नमुना छुटाउन लौकारो पर्ला है लागेपछि फुकाउन तु नमुना छुटाउन लौकारो पर्ला है लौकारो पर्ला है
हाम्रो कलाकार मित्रहरूलाई। प्रस्तुतिको क्रममा अब यहाँहरूमा हाम्रो अर्को प्रस्तुति ल्याएर आउँदै हुनुहुन्छ श्याम राई। उहाँको गीतको बोल रहेको छ ढोका खोला। हाम्रो प्राविधिक मित्रलाई उहाँको गीत पनि तयारी अवस्थामा राखिदिनु हुनुको लागि म हार्दिक अनुरोध गर्दछु। कुन गीतमा हेर्नु त्यो पुष्टि गाना ढोका खोला देखाउनु त यताबाट गर्नु न मलाई मेरी प्यारी बुढी मेरी मुख चुन्किने बिचरा अहिलेसम्म मलाई भात फर्की बसेकोले म बसिरहेको छु। कस्तो खतरा छु भने दिलले गाड धोएर मातेर आएको ठुक्क मलाई ला पस्छ यहाँ मेरी बुढी बुढी भन्दा रिसार्छ। ओ डार्लिङ आई लभ यु माई सातो पुत्र फ्लाइङ आफ्टर सी यु। तपाईँले बुझ्दैन तँलाई देखेर सातो पुत्र उड्छ भने क्या ए मेरी प्राण प्यारी मलाई माया गरेछ तिमीलाई सम्झी आइपुगेमा भित्रै छिर्न देऊ। चाडभन्दा बढी मलाई तिम्रो लाग्छ भर आज रातमै भए पनि लड्दै आए घर। ढोका खोल न पुष्टिकी आमा ढोका खोल न हो बाहिर जाडो कति साह्रो आछिसिनु। ढोका खोल न पुष्टिकी आमा ढोका खोल न हो बाहिर जाडो कति साह्रो मर्नु लाग्यो। अब साथीभाइ भेट्दाखेरि हल्का दिनु पर्यो। मैले खाएको कोदोको झोल तिमीलाई टेबल गुड्न गऱ्यो टक घाम गर्दै जाँदा 2-4 बोतल गयो। दुःख सुखको कुरा गर्दा आज रातो भयो। खुसी चल्छ यहाँ खोल्दिन भनेपछि खोल्दै खोल्दिन के सोचेछौ तिमीले मलाई छाला जोड्या मगमनी जस्तो तिम्रो चौपन खाएर जस्तो आँखा गुलाब जस्तो तिम्रो होठ पहिले जस्तो भाका चाल तिम्रो चरित्रले पाप हो कि तिम्रो परेली गाई जस्तो लक्षण तिम्रो मयूर पङ्खे कपाल